नमस्ते, 안녕하세요। आज हामी 48 भाग अध्ययन गर्न गइरहेछौँ। 48 भागमा चाहिँ आज हामी कोरियाको छोसन अप भन्छ के। छोसन अप भनेको चाहिँ पानी जहाजको क्षेत्र हो हैन। अब यो पानी जहाजको क्षेत्रमा मलाई अलिकति के कुरा बोल्न मन लाग्यो, त्यही भएर मैले तपाईहरुलाई भन्दैछु है। 2-3 वर्ष अगाडि एकदमै पानी जहाजको एकदमै भन्यो हैन। अनिखेर म्यानुफ्याक्चरको भाइ बहिनीहरुलाई धेरैलाई पनि हामीले पनि के रे सी बिल्डिङमा भरेर पनि छिटो आउँछ भन्ने कुरा भयो हैन। तर त्यो बेलामा अलिकति बढी जोड गरेर लग्न पनि लग्यो हैन। तर समस्या के भइदियो भने अहिले आएर चाहिँ लगभग सी बिल्डिङको चाहिँ तपाईहरुको यो इस्यु नै भएको छैन के है। एकदमै दुःख लाग्दो कुरा हो हैन। अब हुन त सी बिल्डिङलाई त म्यानुफ्याक्चरमा ल्याउने कुराहरु पनि भइराछ, त्यो भयो चाहिँ राम्रो पनि हुन्छ हैन। अब एकैचोटी इस्यु पनि भइरा हुन्छ। तर कोरियामा अनिखेर यसो अस्ति म केही दिन अगाडि म कोरियामा यसो भिजिट जाँदाखेरि के रहेछ त सी बिल्डिङको समस्या भनेर हैन। यसो एक दुई ठाउँमा बुझ्दाखेरि सी बिल्डिङमा नर्मली तपाईको त्यो के काम भन्नाले अब अर्डरहरु हैन, सिप बनाउने काम चाहिँ अलिकति अर्डरहरु कोरियामा चाहिँ अलिक कम भएको, धेरै जस्तो चाइनामा भएको सस्तो भएकोले भन्ने कुरा पनि सुनियो हैन। अब भित्री कुरा त के हो थाहा छैन, तर पनि एकदमै कम इस्यु भइराछ सी बिल्डिङमा है। अब यो म्यानुफ्याक्चरमा चेन्ज गर्यो भने चाहिँ म्यानुफ्याक्चर चेन्ज गर्दाखेरि नै राम्रो हुन्छ हामीले पनि हैन। त्यो एउटा भयो। तर अब सी बिल्डिङमा अहिले अब जति जना हुनु भएको छ कामहरु ठिकै छ। कसैले गाह्रो भएर चाहिँ म्यानुफ्याक्चरतिर चेन्ज गरेर उतै कोरियामै चेन्ज गरेर म्यानुफ्याक्चरमा चेन्ज गरेर आइरहनु भएको पनि मैले एक दुई जना भेटेँ हैन। त्यसो कुराहरु भइराछ। त्यही भएर यो सिप बिल्डिङ चाहिँ फेरि के रहेछ खासमा चाहिँ त्यो हतार गरेको कारण के रहेछ नि, एउटा सिप बनाउन चाहिँ पानी जहाज बनाउन कोरिया जस्तो देशमा लगभग 5 वर्ष लाग्ने रहेछ के। लगभग एउटा सिपमा नै 5000 मान्छे चाहिँ कर्मचारी चाहिने रहेछ के, दिनरात काम गर्नको लागि हैन। अनि त्यो बल्ल एउटा सिप तयार हुने रहेछ कि एकदम ठुलो संरचनाको कुरा रहेछ। त्यही भएर यस्तो धेरै मान्छे हतार गरेर पनि भन्या रहेछ हैन। तर दुःख लाग्दो कुरा इस्यु भएको छैन हैन। सबैको इस्यु होस् भन्दै भगवानसँग कामना गर्दै म आज तपाईहरुलाई हाङ्गुके छोसन अप 48 भागको मुनार छंगो अध्ययन गर्न गइरहेको छ है त। हाङ्गुके छोसन अप कोरियाको पानी जहाज क्षेत्र। हानगुगुन कोरिया चाहिँ सेगे चकुरो विश्वभरि नै युम्यङहान प्रख्यात छोसन अप पानी जहाज क्षेत्रको कुक्काजुङ राष्ट्र मध्ये हानारो एउटा थेयोङ सनबाग मिट थेयोङ ठुल्ठुलो खालको सनबाग मिट पानी जहाज तथा र थुक्सु सनबागुल भनेको विशेष खालको सनबागुल खन्जो हानन्दे पानी जहाजहरु खन्जो हानन्दे इस बनाइरहेको छ भने नोपुन किसुल्यगुल उच्च प्रवृत्तिका क्षमताहरू खाछुगो इस्मुनिदा हासिल गरिएको छ। हाङ्गुके छोसन अबुन कोरियाको पानी जहाज क्षेत्र चाहिँ छन खुबेक छिल्सिप न्यन्दे 1970 सालमा छङ्गु छुदोए सरकारद्वारा प्रवर्धित सरकारले नेतृत्व गरेको हेक्सिम सान अप उरो मुख्य उद्योगको रूपमा सिजाक भेय सुरु भएर सेगे जगिन ख्यङजेङन्यगुल विश्वभरिको आर्थिक प्रतिस्पर्धालाई खाछुगो इस्मुनिदा हासिल गरिएको थियो। हानबुक एनन कोरियामा चाहिँ ह्यन्डे जुङ खोङअप सामसङ जुङ खोङअप देउ छोसन हेयाङ दुङ्गवा भनेको यो तीनटै कम्पनीका नामहरु हुन्, पानी जहाज बनाउने कम्पनीहरु दुङ्गवा आदि इत्यादि। र काथुन सेगे जगिन उस्तै खालका विश्वभरि भएको छोसन अप्छेदुरी पानी जहाज बनाउने कम्पनीहरु इन्नन्दे छन्। यी दुल अप्छेनन यस्ता खालका कम्पनीहरु चाहिँ छन् सेगे विश्वभरि नै थेयोङ सनबाग खन्जो फुन्या एस ठुल्ठुला पानी जहाज निर्माण गर्ने क्षेत्रमा नोपुन सिजाङ छमयु युरुल उच्च बजारको हिस्सालाई त्यो त छाजी हागो इस्मुनिदा ओगटी रहेको छ। हाङ्गुके छोसन अबुन कोरियाको पानी जहाज क्षेत्र चाहिँ खिसुल्यक प्रवृत्ति सेङसानसङ उत्पादन खागे ख्यङजेङन्यक भनेको मूल्यको प्रतिस्पर्धा दुङ एस आदि इत्यादिमा नोपुन फ्यङ्गारल उच्च मूल्याङ्कन फाक्को इस्मुनिदा
पाइरहेको छ। इछन इसिप न्यनल 2020 साललाई खिजुन उरो मापदण्ड मानेर अथवा आधार मानेर हानगुगे छोसन अबुन कोरियाको पानी जहाज क्षेत्र चाहिँ R&D मिट, R&D भनेको रिसर्च एन्ड डेभलपमेन्ट र सल्गे डिजाइन सेङसान फुमुने किसुल्यगल उत्पादनको भागको प्रवृत्तिको क्षमतालाई फोहामहान समावेश गरेर छोङहाप ख्यङजेङन्यग एस कुल प्रतिस्पर्धामा सेगे इर्विरल विश्वको पहिलो स्थानमा छाजी हायसुन्निदा ओगटेको थियो। सन जोङब्यल पानी जहाजको प्रकार अनुसार ख्यङजेङन्यगे इस सदो आर्थिक प्रतिस्पर्धा भए तापनि गासु उनबान्सन भनेको ग्यासहरू ओसार पसार गर्ने पानी जहाज, युजोसन तेलका ट्याङ्करहरू ओसार पसार गर्ने पानी जहाज, खन्थे इन सन्दुङ एस कन्टेनरको पानी जहाज आदिबाट नोक्फुन ख्यङजेङन्यगुल उच्च आर्थिक प्रतिस्पर्धालाई वाक्बोहागो इस्सुम्निदा कायम गरिराखेको छ। खुरना तर अथवा यद्यपि छेगुन मिट हालसाल र न्यनगान केही वर्षहरूमा हानगुगे छोसन अबुन कोरियाको पानी जहाज क्षेत्र चाहिँ सेगे जगिन विश्वभरिको ख्यङ्गी छिमछे वा आर्थिक मन्दी र आर्थिक मन्दी पैसा नभएको के आर्थिक मन्दी र ख्यङजेङ ए सिमहारो आर्थिक प्रतिस्पर्धाको तीव्र प्रतिस्पर्धा एकदम कडा भएकोले यिनै कारणले थासो अर्य उमुल केही समस्याहरू ख्यक्को इस्सुम्निदा भोगिरहेको छ। इरुल खुक्पो हागोजा यस्ता कुराहरूलाई अथवा यस्ता खालका चुनौतीहरूलाई पार गर्न भनेर हाङ्गुक छोसन अबुन कोरियाको पानी जहाज क्षेत्रले चाहिँ खिसुल ह्यक्सिनवा सिपमा नवीनता नयाँ कुराहरू र खुजो खेसनल संरचनाको सुधारको थोङ्हे माध्यमबाट ख्यङजेङन्यगुल आर्थिक प्रतिस्पर्धालाई खाङ्वा हानन्दुङ जोड गर्ने लगायत छोसन अप सन्दोगुगे पानी जहाज क्षेत्रको सन्दोगुगे अग्रणी राष्ट्रको रूपमा इप्चिरल युजिहागी उहान अग्रणी राष्ट्रको स्थानलाई युजिहागी उहान कायम गर्नको लागि नोर्यगल प्रयासहरू कुन्निम अप्सी भनेको कहिले पनि नसकिने गरेर भनेको एकदमै मेहनत गरेर भनेको हागो इस्सुम्निदा गरिरहेको छ। कुन्निम अप्सी हागो इस्सुम्निदा कहिले पनि नसकिने गरेर एकदमै मेहनत गरेर गरिरहेको छ। पानी जहाजको कुरा त भइहाल्यो। हेरौँ न आजको एक शब्द खोङ सिमुन्दे खोङ नागो फात सिमुन्दे फात नान्दा अरे के जे रोप्छौँ त्यही फल्छ नि त हैन भनेको कुरा बुझ्नु होला नि है। सुन्तलाको रुख रोप्नु भने सुन्तलै फल्छ नि हैन, त्यसमा स्याउ फल्छ भनेर आश गर्नु त भएन नि हैन। धान रोपेपछि धानै रोप्छ, कोदो त फल्दैन हैन। भनेको अर्थ के हो भने तपाईले आफूलाई अथवा तपाईको बच्चाहरूलाई अथवा तपाईले कसैलाई तयार गर्नु छ भने तपाईले जे सिकाउनु भएको छ त्यही कुरा अनुसारको रिजल्ट आउँछ हैन। तपाईको जीवनमा राम्रो कुरा सिकेर आइरहनु भएको छ भने तपाईँ पनि पक्कै राम्रै पक्षमा जानुहुन्छ। यदि तपाईको संगत नराम्रोसँग सिक्दै आउनु भएको छ तपाईँ पनि नराम्रोमै हुनुहुन्छ, त्यसमा कुनै दुई मति नै छैन हैन।
त्यसैले तपाईले आफूलाई राम्रो बाटोमा लानुस्, तपाईका सन्ततिहरूलाई राम्रो बाटोमा लानुस्, राम्रो कुरा सिकाउनुस्, राम्रै बन्छ, नराम्रो कुराहरू नसिकाउनुस् हैन। पोजिटिभ, बी पोजिटिभ, सकारात्मक सोच राखौं, अवश्य राम्रो हुन्छ। कोरियन भाषा पढ्नु भएको छ भने कोरियन भाषालाई नै राम्रोसँग लानुस् हैन। कोरियन भाषा पढ्दैछ, भोलि कुरा गरेर म के गर्ने, ह्या काम हुन्छ भने ह्या म यस्तो गर्छु भनेर नहुनु। जे कुरालाई पनि सकारात्मक रूपमा लिनुस्, अवश्य राम्रो हुन्छ। फेरि अर्को भाग लिएर 49 लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि धन्यवाद।